फेसबुकमा चाहिँ नेम पुरा गर्नै छ भने यो ठाडो पाएर भिडियो खिचेर चाहिँ काम छैन साथीहरू। मैले जहाँसम्म बुझेको कुरा चाहिँ हामीले तेर्सो क्यामेरा बनाएर भिडियो खिचेको र ठाडो चाहिँ नि बनाएर खिचेको भिडियोमा चाहिँ धेरै फरक पर्छ है। ठाडो बनाएर खिचिएको भिडियोलाई चाहिँ फेसबुकले जस्तोसुकै लामो भिडियो बनाए पनि रिलिजमा काउन्ट गरिदिन्छ होइन। अनि तपाईँको तेर्सो पाएर जस्तो अहिले मैले गरिरहेको छु नि, हजुरले हेर्न सक्नुहुन्छ, प्र्याक्टिस गरिरहेको छु मैले फर्स्ट टाइम होइन। तेर्सो बनाएर खिचिएको भिडियोमा चाहिँ धेरै अर्निङ हुन्छ भनेर चाहिँ मैले बुझेको होइन। समथिङ हामीले भिडियो बनाउँदाखेरि चाहिँ त्यसपछि 1 मिनटभन्दा माथिको बनाउँदाखेरिमा चाहिँ राम्रो चल्यो भने होइन, स्मार्ट तरिकाले राम्रो चल्यो भने त्यसमा $2 लिएर $5 आम्दानी हुन्छ। यो मेरो एउटा आइडिया छ फाल्टो होइन, मेरो एउटा आइडिया छ कि त्यसबाट मैले चेक गरेको त्यस्तो हुने रहेछ। सो मैले जानेको साथीहरूलाई जानकारी दिएँ। तपाईँहरूलाई कस्तो लाग्यो एउटा सानो कमेन्ट राख्नुहोस् है त। धन्यवाद।